Hey guys, good morning and welcome back to my new channel, new vlog. So आज चाहिँ केटाहरू म चाहिँ यस्तो दामी ठाउँमा भ्लग स्टार्ट गर्दैछु र म चाहिँ कहाँ छु भन्दाखेरि चाहिँ आज न्यू लोकेसनमा न्यू भिडियो अब आज रात चाहिँ पानी परेर हल्का घाम पनि लागिरहेको छैन शीतल छ चिलमा अब 1 महिना पछि म भिडियो भ्लग बनाउँदैछु अब आउने त्यो चाहिँ म कहाँ धेरै चाहिँ भिडियो बनाउनु पाइँदैन किनभने म काममा छु त्यो चाहिँ बनाउँछु फ्री भएको बेला कस्तो ठाउँ छ म देखाउँछु केटा गाइड्सहरू यस्तो दामी भिजिट अनि चाहिँ स्विमिङ खेल्ने ठाउँ छ पछाडि यस्तो दामी ठाउँ छ यतादेखि देखाइदिन्छु यतादेखि स्विमिङ खेल्ने ठाउँ छ आजको बिहानको काम सबै मिलेर हाम्रो धनबहादुर रिट्ठे दाइ पनि आइसक्नु भएको छ एकछिनमा अब बिजी हुन्छ होइन गाइजहरू होइन त्यसपछि अब हामीले अब के गर्नु पहिला Women. हाम्रो यो यो चाहिँ दाइको बाइक केटा यो कुन बाइक मन पर्यो यो स्कुटर मन पर्यो कि यो बाइक मन पर्यो कि ना कुन बाइक मन पर्यो उहाँको तलब 1.5 लाख छ होइन तपाईँको तलब 3 लाख छ मेरो तलब 5 लाख छ 5 लाख भइदियो मेरो तलब माग छ मैले 2 दिनमा एउटा बुलेट किन्थे माग पैसा थोरै भएन सोच्दै ठुलै राख्नुपर्छ पैसा नभयो भने कुनै दिन होला हान्न पुरा आज म सरकारी जागिर खाइसकेको दाइले आज मलाई सरकारी जागिरको लेप्चे लगाउने काम दिइसक्नु भयो कुन दिनमा भनिदिँदा दाइले मलाई बहुत सपोर्ट गर्नुहुन्छ किनकि भाइ तिम्रो सरकारी जागिर खाऊ भनेर दिनुभयो होइन आजदेखि म चाहिँ यो यसको नाम के अरे भनिदिँदा स्विमिङको छाप हो ए स्विमिङको छाप रहेछ दाइ सरकारी जागिरको होला भनेको सबै काम सकेर बसिरहेको छ अब चाहिँ छ धेरै काम छ बसिरहेको छ काम सकेर के भन्न चाहन्छु भने चाहिँ म होइन काम गरेर खाइरहेको छु म अहिले होइन अब गएर नुहाउने हो र हामी अहिले गएर स्विमिङ खेल्छौँ स्विमिङ पुल देखो भाइ हाम्रो स्विमिङ पुल त्यहाँ छ है ए हाम्रो स्विमिङ पुल ल हाम्रो स्विमिङ पुल देखिसक्नुभएको छ र तपाईँहरूलाई पनि स्विमिङ खेल्ने मन छ भने सुशीलको नाम लिएर टागोमा भित्र आउनु होला म डेरीमा खेलाइदिने होला चाहिँ ल आजको कार्यक्रम सबै उपस्थिति हुनुभएको महानुभावहरू बिच हाम्रो कर्णाली प्रदेशको मेयर सुशील केही कुराहरू व्यक्त गर्न जाँदै हुनुहुन्छ कार्यक्रम सञ्चालकज्यू र आज आउनुभएको सबै दर्शक महानुभावलाई यहाँसम्म आइदिनु भएको छ कर्णालीको धेरै चिन्ता लाग्छ किन हो खै विकास गर्न नपाएरै त होला त्यही भएर म आज कर्णालीको मेयर उठेको छु जो कि विकास गरौँ भनेर उठेको छु मेरो चुनाव चिन्ह रहेको छ डोजर र तपाईँहरूले 2 वर्षपछि मलाई भोट हालेर जिताउनु भयो भने कर्णालीको रोडहरू एकदम चिल्लो हुनेवाला छु म होइन यहाँसम्म आइदिनु भयो होइन तपाईँहरूलाई धेरै धेरै धन्यवाद चाहिँ खाँदैछौँ नास्ता आजको चाहिँ चट्टो लाएर है कस्तो छ नास्ता मिठो छ ल हामी चाहिँ नास्ता खाँदैछौँ चट्टा आजको नास्ता भनेको चाहिँ चाउचाउ छ यस्तो गर्मीको बेला अनि उहाँले साह्रो खानु हो नि त यहाँको भिआइपी वेटर हो कालो मान्छे कालो हो होइन मेरो भाइ कालो म दाइ र म दाइ हेलो सर मुनि ल यो गाडी चाहिँ कस्तो देखिरहेको छ के हेर्न सो के भन्दाखेरि चाहिँ यहाँ हिसाब हुन्छ नि उहाँ बिस्तारै काम मेरो मोबाइल हेर्न पाइँदैन है त्यही भएर कहिले बाहिरमा जाँदैछौँ एकछिन फोटो खिच्नलाई सिक्रेट आउट ल दाइको चाहिँ हामी दामी फोटो हाल्नु चाहिँ ल त हामी कहाँ छौँ भनेपछि यो फन पार्क छ नि सुर्खेतको फन पार्क अब त्यही फन पार्कमा हामी बाहिरमा यस्तो फोटो खिच्न जाऊँ भनेर अनि चाहिँ यस्तो दामी दामी ठाउँ छ यो बुद्धको दाइको अब दाइको फेरि टक्कला यस्तो दामी वाटरफल वाटर पार्क यो कर्णाली फन पार्क भनेको यो छ नि झरना जस्तो बनायो नि त्यही
त्यसो बेला चाहिँ बाहिर देख्न सक्नुहुन्छ यहाँ धेरै राम्रो भ्यू रहेको छ। तपाईँहरू पनि आउनु होला भन्न चाहन्छु। र मेरो यो सानो होटलमा मेरो आफ्नै हो फेरि है, फेरि अरूको होइन, म आफूले बनाएर आफै काम गर्न आएको मान्छे हो होइन, ओनर होटलको होटलको ओनर। म म्यानेजर हो गाइस। आज कभर काटेर कस्तो लास्टमा देखिरहेको छु। लास्टमा आएर दुईटा आजको सोमबारको दिनको बिजनेस यस्तो थप्पा लगाइरहेको छ र यस्तो गरममा यत्रो ठुलो फ्यान स्टिल पनि दिँदैन।